तपाईँ जति राम्रो कपडा लगाउनुहुन्छ त्यति नै धेरै मनी अट्र्याक्ट गर्नुहुन्छ। मेटाफिजिक्समा एउटा लाइन छ, वर्ल्ड क्लोथ्स क्यारी वर्ल्ड लक। सो व्हेन लाइफ हिट्स अ रफ प्याच चेन्ज योर क्लोथिङ। यही कारणले धेरै मानिसहरू इम्पोर्टेन्ट क्लाइन्ट मिटिङ अगाडि नयाँ टी सर्ट किन्न जान्छन्। यो कुनै अन्धविश्वास र फेसन होइन, यो इनर्जी प्रिपरेसन र आफ्नो आइडेन्टिटी हो। जब तपाईँ आफ्नो फ्युचरमा बन्ने बेस्ट भर्जनले जसरी ड्रेसिङ गर्न थाल्नुहुन्छ त्यही समय तपाईँको सबकन्सियस माइन्डमा यो पर्सन म पहिले नै बनिसकेको छु भन्ने सिग्नल जान्छ। त्यसपछि तपाईँ आफैलाई फरक तरिकाले क्यारी गर्न थाल्नुहुन्छ। तपाईँको डिसिजन मेकिङ राम्रो हुन्छ र बिस्तारै इनर्जी पनि चेन्ज हुँदै जान्छ। र जब इनर्जी चेन्ज हुन्छ तपाईको जीवनमा पोजिटिभ मान्छेहरू र राम्रो अपर्च्युनिटीहरू आउन थाल्छन्। मनी मेनिफेस्ट गर्नु माइन्डसेट मात्र होइन, यो त्यो भर्जनलाई अपनाउनु हो जोसँग त्यो कुराहरू छ जुन तपाईँ अहिले चाहनुहुन्छ। त्यसैले जब तपाईँ कपडा लगाउनुहुन्छ त्यति बेला आफूलाई प्रश्न गर्नुहोस् कि मेरो वेल्दी भर्जनले यो कपडा लगाउँछु होला, किनभने तपाईँको यही प्रश्नले धेरै फरक पार्नेछ।